हाई गाइज हाई यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन अनि अहिले चाहिँ हामी स्कुलमा छौँ अनि स्कुलबाट चाहिँ हामी सिरुबारी जानु लाग्यो अनि अहिले 11 बज्न लाग्यो अनि बस खै साँच्ची बस त हरायो अनि यो चाहिँ श्रेया गाइज यो गुन्जन अनि यो हाम्रो स्कुलको मेन बिल्डिङ गाइज अनि मैले भ्लग किन बनाएको मन थाहा होइन तर मैले बनाउन चाहिँ बनाएँ होइन अच्छा दिया गाइस यहाँ चाहिँ दिया हो यहाँ केलसाङ हाई मिमी नोभा हेलो भन्थ्यो त गाइस भ्लग है फेरि ओ हेलो एभ्रीवन युट्युबमा जान्छ मेरो इन्स्टाग्राम nova_श्रेष्ठ प्लिज फलो के भन्न दिया मेरो भ्लगमा के भन्न 50 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए मिमिक के भन्न मिमिकलाई के भ्लग हो तेरो के भन्न एन्जल के भन्न सफलताको भ्लगमा लाइक सब्स्क्राइब गरिदिनु चीज गर्दै यहाँ फोटो खिच्नु ल ल यो थम्बनेलमा हुन्छ थम्बनेलमा ल केलसाङ के भन्न ल के भन्न केलसाङ के भन्न केलसाङ केलसाङ के भन्न सबैजना सब्स्क्राइब गरिदिनु होला सफलताको युट्युब च्यानल नोभा ए नोभा त भनिसक्यो है अरू को ह दिया के भन्न के भन्न के भन्न मेरो नाम दिया गुरुङ मेरो भ्लगलाई के भन्न युट्युबमा जान्छ है यो नभन्छ नि ल के भन्न गुन्जनलाई सफलताको युट्युबमा सबै लाइक कमेन्ट सेयर गरिदिनु होला होइन सब्स्क्राइब पनि गरिदिनु अरू के भन्नु ल अच्छा सेम टु सेम कपी पेस्ट भन कपी पेस्ट ल गाइज हाम्रो चाहिँ बस आयो होइन अहिले चाहिँ हामी लास्ट सिटमा हौँ गाइज अझै यहाँको ग्याङ हाई गाइज यसो हाई भनिदेऊ न यार यो लास्ट सिट हो लिएर भ्लग हो कि युट्युबमा आउँछ हाल्छु गाइज अहिले चाहिँ हामी खै कहाँ भालु पहाड पुग्यौँ अनि अहिले चाहिँ हामी खै हिँड्दैछौँ तर कहाँ जाने हो मलाई थाहा छैन होइन ए कस्तो भएर बसमा अनि के अरे कस्तो गाह्रो भएर बस्नु कहिले रोकेला एकछिनको लागि जस्तो भइरहेको कहिले रोकेला जस्तो भएको एकछिनको लागि बस अनि अहिले भाडु पहाडमा रोकियो एकछिनको लागि अनि अहिले चाहिँ हामी हिँडिरहेको छौँ होइन गाइड अब कता जाने अब थाहा छैन त्यही नि अब थाहा नभएपछि यतिकै हिँड्ने होइन अब यस्तै गाइज हामी चाहिँ अहिले भालु पहाडमा झोलुङ्गे पुल चढेर भ्यायौँ अनि हामी चाहिँ अहिले चटपट खाना बसेको चटपट कुद्दै बसिरहेको होइन हामी चाहिँ त्यही हो गाइज अहिले चाहिँ हामी सिरुबारी पुग्यौँ होइन अब हामी चाहिँ ब्याग स्याग लिएर जानु लाग्यो हामी चाहिँ लास्टमा जानु पर्ने हाम्रो चाहिँ सामान धेरै नि छैन यार मेरो ब्याग छ ज्याकेट साइड ब्याग छ अनि स्लिङ ब्याग छ राम्रो रहेछ गाउँ चाहिँ
गाइज अहिले चाहिँ हामी यहाँ के अरे सिरुबारीको बुद्ध गुम्बामा आइपुगेका छौँ। अहिले चाहिँ हामी बारबेक्यू गर्न लाग्यो 28 हैन अनि यता तल तल बस पार्क बस हो कि त हो म त कन्फ्युज भएँ गाइज हामीले चाहिँ अब बाटो बिर्स्यौँ यार ल अब हामी चाहिँ यत्तिकै ऱ्यान्डमली हिँड्ने हो किनकि हामीले बाटो बिर्स्यौँ हामी रुममा गएको अनि हामी रुम गएर सामानहरू राखेर आएको अनि त्यसपछि हामी करेन्टै खाएको थियौँ तर म यहाँ फोनमा चार्ज नभएर मैले भिडियो बनाउन पाएन ए यताबाट आयो नि एउटै रहेछ अनि अब चाहिँ हामी तलनिर बस पार्क भएको थियौँ चाहिँ हामी चाहिँ अब बारबेक्यू खान आएको अब यता होला अनि त्यही हो गाइज अब एक्सक्युज मी ए उता होला नि ए होइन त्यहाँ कुहिरो दिदीहरू अब अलिक कन्फ्युजिङ गाइज हामी चाहिँ बल्ल भेटायौँ होइन घर कुन चाहिँ हो भनेर हामी अलि ढिलो भयौँ कि अरू भन्दा नि यार त्यही भएर अब ओके अब गाइज हामी कहाँ हो हरायो यार हामी त मान्छे चाहिँ देख्यौँ यतानिर तर बाटै पाएन यार हामीले कहाँ पर्खाल बारी जान्छ तिमी ल गाइज अब कहाँबाट जाने हो मेसो पाएपछि चाहिँ हामी जाम्ला अहिले चाहिँ अलिक मेसो पाएन यार अब गाइज हामीले चाहिँ के अरे सरले चाहिँ भन्नु भएन कताबाट आउनु भनेर तर मैले चाहिँ बुझेन यार यताबाट हुन्छ कताबाट कस्तो करेन्ट खाएको त पेट पोल्यो यार मेरो त ऊ हेर्न तिनीहरू त्यहाँ बल्ल आउँदैछ गाइज हामीले चाहिँ बल्ल गेट पायौँ अनि गेटबाट हामी बस्यौँ होइन अनि यता रहेछ बारबेक्यू चाहिँ यहाँ लाइनमा बस्नु पर्ने रहेछ खानेकुराको लागि गाइज अब यो अझै एकजना खै एउटा यता अनि यो दुईटा यो तिनजना हामीभन्दा अगाडि आएको हामी सँगसँगै परे जे गरे नि फ्ल्यास बोल्यो यार ओके गाइज हामीले चाहिँ भर्खर मासु पायौँ यार गाइज हाम्रो चाहिँ बारबेक्यू सकियो अब हामी चाहिँ घर जानु लाग्यो हाम्रो अब चाहिँ हामी घर खोज्दै जाने अनि यहाँ माथि हेर गाइज हेर गाइज यस्तो राम्रो देखेछ तर हामी भोलि बिहान त्यहाँ जान्छौँ होला गाइज अब आम नट स्योर अनि हामी चाहिँ यो घरमा लैजान लागेको अब ओ यहाँ होइन यहाँ हो हुन त यहाँ गयो नि त्यहाँ गयो नि एउटै हो बाई गाइज तिमीहरू त्यहाँ जाऊ म यहाँ जान्छु म हराएँ भयो यहाँ त जानु सरी गाइज आई वेन्ट रङ डिरेक्सन अब यतै त होला नि गाउँघरको बाटो कस्तो कन्फ्युजिङ लाग्छ यार मलाई त सबै एउटै रहन्छ अब एउटै ठाउँमा घुमै हुन्छ म त साँच्चै हराएँ यार यही हो र बाटो म त कन्फ्युज यार A few moments later. म त हेर गाइज कहाँ एक्लै गइरहेको छु मैले घरै बिर्सेँ घर नम्बर मात्रै याद छ गाइज म त साँच्चै हराएँ यार ला म किन यहाँ जस्तो भयो कि यार म अहिले कहाँ हराइ गएँ यार One eternity later. त्यही फर्किन्छु त्यहाँदेखि त्यो बाटो नि बिर्सेँ मैले यार अच्छा यस्तो उकालो हिँड्नै मन लाग्दैन त्यही भएर अब
कहाँ हो यार गाइज हामी चाहिँ अहिले यहाँ यो सिरुबारीको गुम्बामा आएको छौँ बुद्ध गुम्बा भनेर लेखेको थियो यहाँ चाहिँ अनि हामी चाहिँ यो एक फन्डको गऱ्यौँ अनि छापुल्ची गऱ्यौँ यहाँभित्र चाहिँ बन्द रहेछ गाइज त्यही भएर देखाउन मिलेन तर यहाँबाट अलिकति देखिने रहेछ त्यही नि यहाँ मेरो फ्ल्यासले अलिक देखेन गाइज त्यही भएर म एकछिनमा मिल्यो भने म फोटो एउटा खिचेर देखाउँछु गाइज गाइज यो हाम्रो घर चाहिँ यो किचन छ यहाँ अनि यहाँ टोइलेट छ वासरुमहरू छ यहाँ धारा छ अनि त्यहाँ सिरुबारी साइन रहेछ उयो कस्तो के हो अब हाम्रो कोठा चाहिँ यहाँ माथि हो यहाँबाट जाने गाइज हामी चाहिँ भात खान लागेको अब हामी भात खान लागेको म चाहिँ यहाँ फोन चार्जमा राख्न लागेको होइन अहिले चाहिँ त्यही भएर म एकछिन यहाँ छु त्यही भएर म यस्तो यति थोरै भिडियो बनाउँछु भनेर एकछिन यहाँ चार्ज गर्दै गर्नु लागेको अनि यहाँ हाम्रो आन्टीहरू हुनुहुन्छ खाना पस्काउँदै हुनुहुन्छ यहाँ दुईवटा पतौरी बाँदरहरू छ यहाँ गाइज अब चाहिँ 8 बजे कल्चरल छ होइन कता हो अलि राम्रोसँग थाहा भएन होइन तर हामी चाहिँ अब कपडा फेर्न लागेको अनि कपडा फेरेर चाहिँ हामी चाहिँ कल्चरल हेर्न जान्छौँ 8 बजे अहिले चाहिँ 7:15 जस्तो भयो होला सो गाइज हामी चाहिँ कपडा फेरेर आउँछौँ गाइज हामी चाहिँ अहिले कल्चरल के हो भन्नेमा आएको छौँ यहाँ गुम्बामा रहेछ अनि गाइज अब यहाँ चाहिँ तयारी हुँदैछ त्यही हो गाइज सो गाइज यो बेला चाहिँ मैले केही बोल्न पाएन किनभने गीत एकदम लाउड थियो अनि म बोल्ने नि मेरो भोइस हुन्थेन तर यही अब केही पर्फर्मेन्सहरू छ उहाँका के अरे कोही चाहिँ गेस्टहरू कोही गाउँको मान्छेहरू उहाँहरू नाच्नुभएको थियो गीत गाउनुभएको थियो त्यही भिडियोहरू है गाइज
गाइज अघि चाहिँ हामी 10:30 बजेनिर घर फर्केको थियौँ तर त्यसपछि मैले भिडियो बनाउनै पाएन कि गाइज यस्तो आउने बित्तिकै कस्तो झ्याम्म जाडो भएर 2-3वटा सिरे घोडेर सुतिरहेको छु गाइज म चाहिँ अहिले त्यही भएर अहिले पहिलाभन्दा अलि न्यानो भएको छ त्यही भएर म अहिले एडिटिङ गर्न सकेको छु र सिरुबारी भ्लगको डे 1 इज फिनिस्ड फर नाउ अनि यो पर्फर्मेन्सहरू छ त यो अघिको त्यो लास्टको पर्फर्मेन्सहरू त्योहरू चाहिँ मैले सबै सर्ट क्लिपहरू मात्रै हालेछु किनभने मैले लङ क्लिप्सहरू हाल्यो भने चाहिँ यो भिडियो लास्टै लामो हुन्छ त्यही भएर स्टे ट्युन फर सिरुबारी भ्लग डे 2 बाई गाइज